नमस्कार, म भक्तराज भारती, यस मठका उत्तराधिकारी, यस मठका संरक्षकको छोरा। हजुर। हामीले यो कुरा बताइदिनुहोस् कि यो नरसिंह मठको इतिहास र रोचक कुराहरू के छ यहाँ? अब मेरो पिता पुर्खाहरूको जुन भनाइअनुसार मैले सुनेको इतिहासको कुरा अनुसार चाहिँ यस मठ चाहिँ नि अब यो चाहिँ नि धेरै पुरानो अंशु वर्माको पालादेखि यो रहेको मठ यो चाहिँ अंशु वर्माको पालादेखि यहाँ चाहिँ दरबार थियो। अंशु वर्माको पाला चाहिँ कति साल अगाडि कुरा यो अस्ति मात्र हामीले गएको माघमा अब हामीले जुन इतिहास एउटा भनेको कसरी ओझेलमा परिसकेको इतिहासलाई उजागर गर्ने क्रममा खोज तलासको क्रममा चाहिँ हामीले भृकुटी स्मृति प्रतिष्ठान भनेर एउटा खोलेका थियौँ। भनेको त हामीले त्यसमा एउटा थियो भृकुटीको जन्मको र पछि यसो गर्दाखेरि जुन भृकुटीको पनि जन्म यही भएको रहेछ। खास रोचक कुरा सुनाइदिनु भयो। यो जनमानसले थाहा नभएको कुरा आज हामीले बताइदिनु भयो। भृकुटीको जन्म यो भएको थियो भने भन्नुभयो। अब यो चाहिँ त इतिहास भने कतिपय कुराहरू कस्तो भने अब धेरै वर्ष पुरानो भइसकेपछि यो गर्छ इतिहास पनि मर्दो रहेछ। इतिहास भने पनि यो क्षुप्त हुँदो रहेछ, लुकेर बस्ने रहेछ। त्यही इतिहासलाई उजागर गर्ने क्रममा चाहिँ हाम्रो यहाँका सम्पदाविदहरू, हाम्रो यहाँका इतिहासकारहरू, हाम्रो विश्व उल्लक लगायत हामी एउटा टिम नै भएर हामी चाहिँ 8-9 जनाको हामी एउटा टिम भएर खोजी कार्यमा जुन संलग्न भएर लागेका थियौँ। लाग्दाखेरि हामीले करिब 4 वर्षको यो खोज तलास पश्चात चाहिँ नि थाहा भयो कि भृकुटीको पनि जन्म यही नै भएको रहेछ। अब त्यस्तो अब यस्तो छ, अब मान्छे जन्मेको प्रमाण भनेर त कुनै अब त्यो शिलालेखहरू हुने उ गर्ने त्यस्तो कुरा त भएन। तर जुन इतिहासको कुराहरू हेर्दाखेरि यहाँको बुझ्दाखेरि चाहिँ कस्तो भयो भने भृकुटी चाहिँ जस्तो अहिले भृकुटीले पानी खाने गरेको धारो अहिले पनि यही नजिकै छ, अहिले पनि छ त्यसमा अहिले ऊ छ। मेरो अहिले पनि हामीले त्यो देख्न सक्छौँ। मेरो हजुरबुवाहरूले भने अनुसार यही मठबाट त्यो जुन जाने बाटो थियो त्यहाँ चाहिँ ढुङ्गा ओछ्याएर त्यो चाहिँ किन त्यो ढुङ्गा ओछ्याएको भनेर सोच्दाखेरि चाहिँ भृकुटीले पानी खान जाने, भृकुटी हिँड्ने बाटो भनेर चाहिँ एउटा बाटो पनि बनाइएको थियो। र भृकुटी चाहिँ मैले चाहिँ सुने अनुसार चाहिँ भृकुटीको जुन अब अहिले हाम्रो संस्कृति पर्यटन मन्त्रालयले पनि अहिले चाहिँ यसलाई चाहिँ प्रमाणित गरिसकेको छ। भृकुटी लगभग यसको प्रमाणित भइसकेको छ। यहाँ भृकुटीको जन्म घर बनाउने कुरा पनि सबै त्यसको तयारीमा पनि यसको भइसकेको र भृकुटी जन्म घर बनाउने भनेर भृकुटी जन्म घर बनाउने भनेर यहाँको लागि बजेटहरूको पनि व्यवस्थाहरू पनि गरिसकेको छन्। भृकुटी मात्र भन्छौँ हामी, भृकुटीको पुरा नाम चाहिँ के होला? अब यसको चाहिँ यस्तो छ, भृकुटीको चाहिँ अब जस्तो अहिले हामीले हजुरले सोधे जस्तै एउटा कन्फ्युजन कुराहरू पनि छन्। कतिपय कुराहरू चाहिँ इतिहासमा पनि धेरै कुराहरू चाहिँ अलिकति यो अब भनौँ न यो अलिकति क्लियर कुराहरू नहुने रहेछन्। जस्तो भृकुटी चाहिँ अंशु वर्माको छोरी भन्ने कुरा छ। तर भृकुटी अंशु वर्माको छोरी होइन रहेछ। हेर्नुहोस् वास्तविक रहन्छ। भृकुटी चाहिँ नि उदयदेव सामन्तवाद उदयदेव चाहिँ भाइ हुनुहुँदो रहेछ अंशु वर्माको। हजुर उदयदेव। अनि उदयदेव इतिहासको कुराहरू कतिपय उल्टाएर के तथ्य कुरा फेला पर्छ। उदयदेव र भद्रावतीको कोखबाट चाहिँ नि भृकुटीको जन्म भएको रहेछ। आजभन्दा करिब 16 हजुर आजभन्दा 1600 अब लगभग 32 वर्ष अगाडि, किनकि 1632औं जन्म जयन्ती हामीले यही स्थानमा हामीले मनाएका थियौँ। यो